छ बुढो सुन्नु त तपाईँसँग आज एउटा सल्लाह गर्नु छ कि अब मेरो सबै साथीहरू सहर पसिसके अब हामी पनि कति बस्ने यस्तो गाउँमा यस्तो घर छ अलिकति कमाउनु पर्यो अब छोराछोरी हुर्काउनु पर्यो त्यही भएर अब तपाईँ विदेश जानुहुन्न र विदेश जानु भने सबै मिलेर के हुन्छ अहिले यत्रो वर्षसम्म गरेको देख्नु भएन यी आफ्नै छोराछोरी पाल्न सक्नु भएको छैन हुँदैन नेपालमा हुँदैन विदेश बस्नु कत्रा घर गराइसके सहरमा जहाँ अब यहाँ गाउँमा काम गरेर के हुन्छ खुरुक्क विदेश जानु विदेश जाने भए जाने नत्र भने म त माइत गइदिन्छु आफ्नो बाटो गर्ने बुहारी सुरु भयो बुढीको बुहारी कहाँ छौ तिमी मेलाबाट आएको साह्रै थकै भए खैले बाबुलीको कि पानी खान्छु लिनु आमा पानी बाउ मेरो उमेरले पनि नेम्रो काटिसक्यो अब तैँले केही गर्न पर्छ हेर के गर्ने विचार गरेलास् केटाकेटी पनि पढाउनु पर्ने होला के छ तिमीहरू बुढाबुढी सल्लाह गरे होला बाउ अब म त डाँडामाथिको घाम भइसकेँ बाउ 60 कटिसकेँ कति बाँचा मारे हात खुट्टा कान्न थालिसकेँ अब तँ एउटा छोरो छस् तेरै भरमा मैले छोरीको चाहना गरिनँ बाउ अब के गर्छस् गर बुढाबुढीको के छ सोचाइ बुझ हौ म त अब के भन्छु र अब हो त नि बुहारीले पनि विदेश जानु यहाँ कमाएर खाना खुलेर के बुहारीको कुरा नि ठिकै हो अब मलाई पनि अब म केही गर्न नसक्ने हात काम्ने भइसकेँ अब बुहारीले ठिकै छ आमालाई हेर्छु भन्छे भनी अब के गर्छौ त अब तिमीहरू आफ्नो विचार गर म बुढी मान्छे अब डाँडामाथि पुग्न लागिसकेँ मैले त अब तिमीहरूको राम्रै भौस भन्यो बाउ अरू त के नै गर्न सक्छु र तिमीहरूले जे भन्छौ त्यसैमा म बुढी मान्छेले 2 छाक खान पाए भयो बाउ जे भन्छ आमालाई र दाजुलाई हेर्ने म छँदैछु हजुर विदेश जानु बुढो घर म हेर्छु तपाईँ विदेश जानु त्यस भए अब विचार गर्नुलाई के गर्छ पाल्नु पर्यो खाना खान पुग्दैन बच्चा बच्चा हेर्नु पर्यो ठिकै छ जान्छु त आफ्नो साह्रो ध्यान गरेर आमालाई धेरै खाना हो समयमा खाना दियो आमाको हेर विचार गर्ने म छँदैछु नि तपाईँ त्यस्तो टेन्सन नगर्नु न तपाईँ विदेश जानु अब बुहारीले नै यति भनिसकेपछि ल त छोरो हुन्छ त ल पठाउने त होला नि बाउ मेरो त हात कामै छ नि र तल गर त ल आमालाई नबिर्से छोराछोरी परिवार नबिर्से के अरे बाउ आशीर्वाद राम्रोसँग गएस् के भन्नु र म बुढी मान्छेले त ल ल भयो बाउ यिनी बेलामा डोल्न सायद पर्दैन बाउ ल हुन्छ त म जान्छु ल हस् हस् ल राम्रोसँग जानु आफ्नो ख्याल राख्नु मलाई नबिर्सनु ल बुहारी नराउनु नराउ बुहारी अब हाम्रो मात्रै होइन सबैको यस्तै छ तिहार छौ त बा तिमीलाई साथी मलाई साथी तिमी केही छ ल यसो घर खाना बनाउँदै गरे म त यसो बारीमा त्यहाँ के हो बोल्न छ गएर आउँछु है बाबु खाना बनाउँदै गरेस् ल ल हुन्छ राम्रोसँग जानु है बुढो